आइसकेको छ हाम्रो जानु पर्ने हुन्छ गाइस पानीपुरी चेस है ल दिदी खाइ है धुवागलम गाइस धुवागलम के हो काम छैन के हो हेलो गाइस वेलकम टु द ब्याक अनदर न्यू भिडियो गाइस के छ मेरो नेपाली दिदीबहिनीहरु सबैजना सन्चै होला म चाहिँ एकदम बिन्दास आज धेरै पछि भ्लग हेरेको छु ल कस्तो लाग्छ हेर्नु होला है त गाइस आज चाहिँ हाम्रो स्पेशल भ्लग किनकि मेरो छुट्टी छ आज 2 दिन छुट्टी मेरो अनि आज चाहिँ लिस्बन घुम्नको लागि घुम्न भन्दा नि अब घुम्ने भन्न आएको पानी परेर बिजोग भयो गाइस है देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लिस्बन मुस्काबेट गाइस आज चाहिँ म घरतिर छु फ्यामिलीसँग भेट्न आएको भनौँ म यहाँ छ मेरो भाइ ल्यापटप चलाउँदै बसिरहेको छ भाइ चाहिँ गाइस सबैलाई देखाउने छु को छ हाम्रो घरमा पानीमा चाहिँ काममा जानु भइसक्यो यता हाम्रो हजुरआमा हुनुहुन्छ 90 वर्षको हजुरआमा के खाइदियो तपाईँ चिया खानुभयो यता चाहिँ हाम्रो आमा चाहिँ मुभी हेर्दैछ है मुभी गाइस देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घर मुस्काबेट पोर्चुगल आज फेरि पानीपुरी चटपटा हालिदिन लाग्यो यतातिर छ हाम्रो दिदी के चाहिँ दिदी हल्का पर हेलो गाइस दिदी चाहिँ यो भिडियोमा आउन चाहिँ होला भर्खर काम गर्नु भयो हैन दिदी जाउँ दिदी मोमो खान खाने हैन मोमो खाना उठाउनु पर्छ नि म रातभरि हाम्रो हो त अनि गाइस त्यो चाहिँ हाम्रो पानीपुरीको लागि रेडी हुँदैछ जस्तै हाम्रो दाइ भाउजू सुतिरहनु भएछ गाइस यस्तै छ आज हाम्रो गेम पनि छ गेम खेल्न नि जानु छ गेम छ भाइ दाइ अन्त गेम खेल्न भरे ल गाइस हाम्रो चाहिँ भरे गेम पनि छ 7 बजे खासा खाएर च्याट्ट अनि फ्रेस भएर म फेरि सेन्टरै पुग्नु छ भोलि काम छ फेरि रुम पनि पुग्नु छ अनि ट्याक्क टेन्सन चढेर जानु पनि पर्ने छ गाइस हेर्दै गर्नु होला गाइस हामीले चटपट पाकिसक्यो अरे चटपट खानु पर्यो ढुवागलम गाइस ढुवागलम गाइस चटपट खानुपर्छ चटपट यो चाहिँ हाम्रो ढोका ढोकाउँदैछ अनि गेममा जानु पर्ने हुन्छ 6 बजिसक्यो के हो त पाकिसक्यो पाकेर यसो खाइसक्यो हो के हो काम छैन बोड फेरि रौन आयो है के हो नगरन के नाम पक्तो होला बोड नगरन हो त्यो खाना बाँच्नु त ल्याउ फेरि झ्यालबाट फाल्दा फेरि ल गाइज हाम्रो चाहिँ भ्लग सुरु हुन्छ के हेरेको ए छोटो पानीपुरी देख्न सक्नुहुन्छ चारवटा कस्तो चाकम को रहेछ त हिजोको होला दिदी पानीपुरी हाल्दैछ गाइज खानुपर्छ कुन मुभी हो यस्तो नयाँ मुभी हो अच्छी भाइले हैन एउटा पानीपुरी पनि बनाएर खान सक्दैन बाइ द वे गाइस ही इज द भेरी लेजी बॉय इन द वर्ल्ड दाइ भएछ यार यो चाहिँ ममा जान्छ है गाइस पानीपुरी सही भएछ है के हेरेको भाइ के हेरेको खाउ न पानीपुरी भाइ के हेरेको भाइ तल्लो परेर के गर्यो होला भन्न गाइस यस्तै छ जिन्दगानी भाइहरू काम सक्यो काम सक्यो नि ठिक छ पानीपुरी सही ल्यायो गाइस पानीपुरी खान्छु भ्लग गरिदिनु चाहिँ खानु पऱ्यो नि आमा है त गाइस पानीपुरी चाहिँ आमा कसरी स्पेसल के दामी क्या टक्क अमिलो गाइस पानीपुरी खाने भएतिर आइ हुन्छ है सही भएछ पानीपुरी चाहिँ चटपट नि सही भएछ अब खाएर फेरि अब गेम खेल्न जानुपर्छ हामीले थ्यांक यू फर लीला दिदी एन्ड एमएस दादा ल हाम्रो योगेश दाइ र लीला दिदीले बनाउनु भएको थियो अझ हाम्रो मोमो खाने प्लान थियो बिग्रिसक्यो अब अर्को हप्ता हाम्रो मोमो चाहिँ यसले मोमो खुवाउँछु भन्नु थियो मलाई भाइ मोमो खाउने होइन मलाई बनाइनु भने हो तपाईँले खानु पर्यो स्यालेरी हाल्छ यो टन्नै पैसा तपाईँको त मलाई त 1 वर्ष पो भयो त खान्छ 1 वर्ष भयो गाइस यस्तै छ है पानीपुरी चिज हाल्नु पऱ्यो गाइस है ल भाइ ल पानीपुरी चाहिँ सही भएछ है गाइस पानीपुरी त आम्मा यो च्याट्ट अमिलो ओ भाइ के छ चेस हान्दी रे ल गाइस पानीपुरी चेस है ल दिदी है खाइ है ल गाइस चटपट चाहिँ धेरै भोरे होइन यहाँ अनि हामीलाई खाना परिदियो अब खानु पऱ्यो गाइस खाने कोही छ भने आउनु है चटपट पानीपुरी के भयो गाइस धेरै खानु नि गाइस गेम खेल्न जान्छ फेरि पागल हुन्छ
खानुहुन्न गाइस पनि मर्छ ल गाइस खाँदै गर्छ हामी चाहिँ गाइस आज चाहिँ हामी सर्सपट्टि खाएर मस्त है पेट पनि दुख्यो लास्टको टोइलेट पनि बस्यो गाइस 1 घन्टा तब पेट दुखेर भाइ कस्तो भयो आज चटपट पानीपुरी ल गाइस अहिले चाहिँ हामी अब गेम खेल्न जान लाग्यो अब हाम्रो गेम छ नाइटको गेम चाहिँ खेलेर म चाहिँ अनि टाप रुम बस्नुपर्छ भोलि फेरि काम छ मेरो तर भोलि काम नभएर फेरि जेएमसीको कन्सर्ट थियो त्यहाँ बस्नु हुन्थ्यो फेरि काम छ भोलि बिहान फेरि बस लाग्दैन नि त 4-5 बजी मेरो 7 बजी काम हो बिहानै काम हो त्यही भएर म चाहिँ आज गेम सेम खेलेर भ्याएर ट्रेन चढेर टुप्पा हिँड्नुपर्छ रुमतिर गाइस यस्तै छ गाह्रो छ बेसी जिन्दगी सबैले बाँधिदिएको आज त यहाँ सानो भाइ यहाँ छ म चाहिँ यतिर छु अब हामी चाहिँ मेट्रो तर आइपुगेको मेट्रो कुटी बस्नुपर्छ होला कति पनि छ मेट्रोको टाइम मैले देखाउने छु त्यसरी विदेशी लाइफ जिन्दगी 7 मिनट रे हो 10 गाइस 7 मिनट पछि मेट्रो आउनु रहेछ गाइस देख्न सक्नुहुन्छ यो चाहिँ पोर्चुगलको म्याप हो मेट्रोको मेन लाइन 4 लाइनमा छ यहाँको गाइस पेट चाहिँ दुखिरहेको छ अहिले भर्खरै खाएको यस्तो पेट दुखिरहेको छ अनि भइरहेको छ मलाई चाहिँ अब गएर गेम हाल्नुपर्ने हुन्छ ट्याक्क लाएर अहिले गाइस चाहिँ अब हेरौँ भ्लग नै आउँछ आज गेमको है त्यहाँले मेट्रोबाट चाहिँ निस्किसकेको छ 8 कचाडि 8 बजिसक्यो गाइस यहाँ 7 बजीदेखि 9 बजीसम्म गेम भन्ने थियो हुन त 8 बजी हुन त होइन होला जति खेल्न पाउँछ त गाइस अब हेरौँ लगेर के हुन्छ उता गएर लुज गर्छ गेम हाल्नुपर्छ भाइ तेरोबाट छिर्ने हो कि म गरेर जान्छु कहाँ घरिघरि हाल्नु यहाँ छिर भाइ गर्छ गाइस भाइकोबाट छिर्दै कहाँ फसादै पैसा हालेर भ्याउँछ नि गाइस अब चाहिँ हामी गेम खेल्न हिँडेको हतार भइसक्यो देख्न सक्नुहुन्छ कस्तो बगाल छ यो चाहिँ हाम्रो मेट्रो स्टेसन लाइस आइस दामी छ है यस्तो 8 बजिसकेको छ पोर्चुगलतिर रातिको र अहिले चाहिँ समर छ नि त समर भएर चाहिँ यहाँ 9 बजीसम्म चाहिँ उज्यालो हुन्छ है त्यही हो है यहाँ होइन अहिले देख्न सक्नुहुन्छ घाम चाहिँ डुबिसक्यो अँध्यारो चाहिँ बसेन रातिको 8 बजिसक्यो देख्न सक्नुहुन्छ उज्यालो छ बल्ल अन्धार हुन लाग्छ अन्धकार गाइस हामी फास्ट हिँड्नुपर्ने हुन्छ एक दिन हाम्रो सुरु भइसक्यो त उतै हो भाइ गेम यहाँ होइन कि गाइस फेरि गेम सेम खेलेर भ्याएर आएर फेरि मेट्रो चढ्नुपर्ने छ म त ट्रेनमा जानुपर्छ म चाहिँ फेरि उता मेरोमा चाहिँ मेट्रो लाग्दैन त्यही भएर यति हिँडेको खुट्टा दुखिसक्यो स्या गाइस मेरो चाहिँ 2 दिन छुट्टी हुन्छ अभी भाइ त कालो दस ल है त हाम्रो चाहिँ अब ग्राउन्ड पनि आइपुगिसकेको छ अब हाम्रो चाहिँ अगाडि नै हेर्नु अब गाडीमा पुगेर ट्याक्क गाइदिनु जहाँ भ्यू कस्तो खाले भ्यू हेर्ने हो ल च्याट्ट रहेछ हाम्रो भाइ म यतातिर छु गाइस हजुरहरूलाई ठुलो छु छ गाइस चाहियो भने सबर गर्नु होला ल हामी चाहिँ अब गेम त्यहाँ छिर्नुपर्ने हुन्छ गेम सुरु भइसकेको छ मलाई चाहिँ यस्तो लाग्छ है म गेम खेल्न उहाँबाट आउँछु गाइस 2 दिनको लागि यस्तो छ फुटबल भने चाहिँ अब यस्तो माया लाग्छ होइन खेल्नै पऱ्यो त छुट्टीको दिन त त्यो गेम कहिले यही महिना होइन कति हो गाइस हाम्रो फेरि टुर्नामेन्ट आउँदैछ क्या पोर्चुगलमा टुर्नामेन्ट हुँदैछ नेपालीहरूको त्यो टुर्नामेन्ट नै खेल्नु पर्ने हुन्छ हजुरलाई थाहै छ मैले ब्लगमा हालिरहेको हुन्छु नि त ओ अरुण दाइहरू पनि आएको छ क्या गाइस नेपाली टोली कति हेर्ने हुन्छ अहिले देखाउँछ हजुरहरूलाई हेर्नु है कति छ नेपाली पोर्चुगलमा 1 लाख छ नेपाली गाइस यस्तै छ खेल्नुपर्ने हुन्छ गाह्रो हुन्छ होइन गाइस अब चाहिँ हामी चाहिँ गेम सेम नै खेलेर भ्याएर आएको है गेम पनि खेल्यो रमाइलो भयो इन्जोय गऱ्यो गेम पनि खेलेर ट्याक्क अब चाहिँ म हिँड्नुपर्ने हुन्छ के केटाहरू चाहिँ गेम खेलेर छ अझै पनि म चाहिँ फेरि शान्तारै पुग्नु छ टाढा छ नि त फेरि भोलि बिहान नै काम छ 7 बजे त्यही भएर म चाहिँ अब हिँड्नुपर्ने हुन्छ गाइसहरू मेट्रो नै आइपुगिसकेको छ भाइ अब हामी जाने होइन त भाइ चाहिँ मसला खाँदैछ कतिवटा केटीहरू चट्ट कट लाग्यो कस्तो लाग्यो भन्नु अब चाहिँ मेट्रो पोर्चुगलको मेट्रो गाइस मेट्रो आइसकेको छ हाम्रो जानुपर्ने हुन्छ कामतिर चाहिँ टाढा चाहिँ मेरो राख्दै मेट्रोमा चाहिँ हिँडिसकेको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ मेट्रो चाहिँ खाली साढे चाहिँ कति छ 22-21 छ मेरो ट्रेन चाहिँ है ट्रेन चढेर जानुपर्ने हुन्छ म चाहिँ आज चाहिँ मेट्रो खाली मेरो हाँसिरहेको छ त के हो गाइस आज चाहिँ हाम्रो जेएमसीको कन्सर्ट छ तर म चाहिँ जाँदा चाहिँ बाहिर मेरो काम छ मेरो बिहान 6 बजी लिएर म चाहिँ शान्तिलाई पुग्नुपर्ने हुन्छ बिहान बस पाउँदैन बसमा म जान्छ नि होइन हुन्छ लगाइछ अब चाहिँ यहाँबाट ट्रेनमा पुगेर भेट्यो बाहिर ल है त हामी चाहिँ ट्रेन मेट्रोबाट भर्खर निस्किसकेको छ अब चाहिँ हामी ट्रेनमा चढ्न जानु लाग्यो अब ट्रेन चढ्नुपर्ने ट्रेन चाहिँ ट्याक्कै आउँछ ट्रेन कति बजी छ हाम्रो चाहिँ 9:24 को ट्रेन
10-24 छैन 10-24 को ट्रेन छ गाइस हाम्रो चाहिँ है कति 10-10 को ट्रेन छ रे गाइस हाम्रो चाहिँ अब ट्रेन चाँडै भेट्नु पर्ने हुन्छ सब बन्द भइसक्यो देख्न सक्नुहुन्छ यो चाहिँ रातभरि खुल्ला हो यतिकै आज फेरि लिस्ट बन्द रहेछ गाइस घुम्न जान पनि गाह्रो छ फेरि मलाई पनि थाहा छैन कि थाहा नभएर चाहिँ भाइलाई लिएर आएको टिकट काट्नको लागि भाइलाई सबै थाहा छ नि त भाइले फेरि यहाँ बसेको धेरै भइसक्यो 8-9 वर्ष भइसक्यो भाइको सत्य पनि छ नि धेरै मेरो सानी भाइ हुन्छ नि त त्यही भएर मलाई चाहिँ केही नै हुन्न चढ्नु पर्ने छ भाइले सिकाउने मलाई सब फेरि मलाई सिकाउँदैन भाइ यता हो भाइ ए हो रहेछ गाइस हामी चाहिँ माथि आइपुगिसक्यो अरे देख्न सक्नुहुन्छ माथिबाट ट्रेनको टिकट काट्नु पर्ने हुन्छ थाक्यो अरे चढ्दैन हाम्रो चाहिँ भाइले टिकट काटिसकेर चाहिँ सेन्टरै हेर्नु भएछ है कति बजेको छ टाइम पनि हुन्छ नि टाइम हुन्न टिकट छ गाइस हाम्रो चाहिँ भाइले टिकट काट्दैछ मेरो लागि टिकट लास्ट महँगो छ कति बजी हेर्छ आउँछ ल गाइस भाइ भाइहाल्छ टिकट पनि काटिसकेको जाने बित्तिकै पायो तुरुन्तै टिकट चाहिँ आएन त आयो उताबाट आयो ल गाइस टिकट चाहिँ आइसक्यो भर्खरै अब टिकटले लिएर गइहाल्नुपर्छ 7 भइसक्यो 2 मिनट बाँकी 2 मिनटमा थाहा छ कति नम्बर हेर त नम्बर हेर कति अगाडि हो गाइस अगाडि रहेछ मेरो चाहिँ है म चाहिँ फास्ट जानुपर्छ किनकि त्यही हो चिन्ता बस्छ होला नि यता हो अस्तिकोमा पऱ्यो सेम ल गाइस माथि छ ट्रेन चाहिँ 2 मिनटमा आउँछ फेरि ट्रेन गाह्रो छ माथिको भ्यू फेरि अगाडि देख्नुहुन्छ यही मेरो कान्छो भाइ चाहिँ सानीमाको छ र त्यसले चाहिँ साथै मलाई हेल्प गर्छ फेरि गाह्रो छैन जानको लागि चाहिँ के भयो नि ऊ गाइस यही हो क्या ट्रेन त यताबाट पो आएछ यताबाट आउनु पर्ने हो यो सब ट्रेन कुर्दैछ गाइस म चाहिँ त्यतिर छु ट्रेन आइसक्यो हाम्रो 2 मिनटमा है भाइ हेर्दा गाइस ट्रेन चाहिँ 2 मिनटमा आउँछ मेरो चाहिँ भाइ ट्रेन आउँछ होइन मेरो ल हाम्रो भाइ चाहिँ फेरि 12 पढेछ भर्खर है ए ल गाइस भ्यू देख्न सक्नुहुन्छ हाम्रो ट्रेन यतिको ट्रेन चाहिँ हाम्रो नेपालमा चाहिँ कहिले बन्छ होला गाइस है जस्तै भ्रष्टाचार मत छ हाम्रो ट्रेन नेपालमा यतिको बने त हाम्रो हल हुन्छ मन हेर गाइस गाइस हाम्रो ट्रेन चाहिँ आइसकेको छ ट्रेन चाहिँ देख्न सक्नुहुन्छ ट्रेन पनि आइसकेको छ ट्रेनमा गएको छ भाइ सिट नम्बर हुन्छ यसमा हुँदैन होइन सिट नहुँदैन छैन है गाइस म चाहिँ अब चढ्लेको है त भाइ ल आउँछ आइ त ए छ 23 1168 यही हुन्छ भाइ ल भाइ 23 हो चाहे गाइस अब चाहिँ मान्छे देख्छ मान्छे चाहिँ फाइनल्ली शान्त राई पनि झरियो कसम थियो म एकजना मान्छेले यस्तो हेल्प गरेँ नि प्लस सोधेर हो कहाँ कन्फ्युज भएर गाइस थाहै नभएको मलाई चाहिँ थाहै थिएन कि शान्त राई 2 चोटि चाहिँ आएको एकजना मान्छेलाई सोधी म्याप हेरी अब चाहिँ गाइस बोर्ड मगाएर घर जानुपर्ने हुन्छ किनकि मलाई फेरि यहाँको गाडी चढ्न आउँदैन खासै बोर्ड मगाएर ट्याक्क हिँड्नु पऱ्यो यहाँ आउँछ बोर्ड अब यहाँ बसेर अब बोर्ड मगाउनु पऱ्यो जानु पऱ्यो गाइस म त आएकै दिन चिम्न हरिकन कि हरायो भोलि कम बिजेको हुन्छ फेरि भोलि बिहानै 6 बजे काममा जानुपर्छ गाइस 6 बजे काममा पुग्नुपर्छ भोलि बिहानै त्यही भएर त्यस्तो रिक्स चाहिँ लिँदिनँ त्यही भएर म चाहिँ अब सोधेको कि आँखा त यत्तिकै पल लास्टमा एकजना केटीले शान्त राई आइयो झरा भनेपछि टक्क झऱ्यो गाइस पल्ल आनन्द फिल भयो है ठाउँ गाइस शान्त राई चाहिँ है देख्न सक्नुहुन्छ राम्रो छ ल गाइस म चाहिँ हिजो ट्याक्क है अब हजुरलाई चाहिँ सब फुल्ली भ्लग गर्न पाएन किनकि चार्ज पनि अफ भयो फोन पनि अफ भयो अब भइसक्यो भ्लग गर्न पनि पाएन अनि म त फेरि आउने बित्तिकै सुत्दिएँ किनकि 6 बजी नै उठ्नु पर्ने काम 6 बजी जाने काममा जानुपर्छ अनि आउने बित्तिकै सुत्दिएर बिहानै उठि निन्दा नि पुगेन काममा झुप भइरहेको थियो है प्लास्टिक गाह्रो भइरहेको थियो र यस्तै हो है कहिलेकाहीँ अब रमाइलो नि गर्नुपर्छ भनेर चल्दै थियो लिजबन साथी आउँदाखेरि हाम्रो साथी खाना बनाउँदैछ अब म नै खाना बनाउनु पर्ने हुन्छ साथी म भएर
अब खानासाना खाएर सुतेर फेरि भोलि बिहान नै काममै जानुपर्ने हुन्छ यस्तै यस्तो काम गर्नुपर्छ जिन्दगी काम गर्नै पऱ्यो फेरि काम गर्यो भने खानु पाउँदैन है ल गाइस कस्तो लाग्यो भिडियोहरू हेर्नु होला राम्रो लाग्यो प्लिज लाइक सब्सक्राइब सेयर गरिदिनु होला ल गाइस यस्तो यस्तै भिडियोहरू आइरहेको हुन्छ हेरिदिनु होला माया गरिदिनु होला अहिले